यो म्याचको जसले फर्स्ट गोल लाउँछ 10,000। कुन चाहिँ टिममा आज मिजोराम So guys, welcome back to the vlog of View Vlogs. Good morning everyone. अहिले मेरो रन कम्प्लिट गरेर आउँदैछु म चाहिँ। सो गाइस, तपाईहरु कतिजना रन जानुहुन्छ भन्नुहोस् कमेन्ट लो। गाइस अहिले हेरौँ यहाँ को जाँदै रहेछ। हाम्रो लामा बाजे कता लाग्यो गयो ल बिस्तारै। सो गाइस रन कम्प्लिट गरेर लाग्यो। सो गाइस अहिले चाहिँ हामी म्याच हेर्नु लागि निस्किसकेको छौँ। सो आज चाहिँ क्वार्टर फाइनल छ दुईटा। त्यो कारण दुईटा कभर गर्नु लागि छिटो आएर निस्किरहेको छु। अहिले चेकिङ पुगिरहेको छु। सो गाइस म्याच इज अबाउट टु स्टार्ट। आज मिजोराम सो गाइस यो वाइट देख्दै गरेको तपाईहरुले मिजोराम त्यहाँदेखि यो चाहिँ सिक्किम ब्रदरहुड एफसी। लेट्स सी मिजोरामको गेम कस्तो जान्छ। म चाहिँ सिक्किम अरे हाम्रो साथी चाहिँ मिजोराम। लु है त टाढोको टिमलाई लु जित्नु पनि पर्यो र म चाहिँ अपोनेन्ट बस्दैको। 11 नम्बर कहाँ छ अस्तिको। आज हप्सी खेलाइ नै रहेछ नि त। ठिकै छ त्यो हप्सी राम्रो खेल्ने। उही ल्याएको छ 8 नम्बर नयाँ 11 आएन रहेछ यो छ 11। ल ल ल ल 10,000। सो गाइस यो म्याचको जसले फर्स्ट गोल लाउँछ 10,000। Attention please, the first goal scorer will awarded with cash amount rupees 10,000. यिनीहरुको केटाहरु चाहिँ हाउडे हुन्छ, केटी मात्रै राम्री हुन्छ मिजोराममा। So guys, the first goal score is by the Mizoram. पहिलो गोल चाहिँ मिजोरामले हालेको छ अगेन्स्ट सिक्किम ब्रदरहुड। स्टार्ट हुने साथै भइदिइहाल्यो गोल। विदिन 10 मिनट्समै भइदियो। दामी क्लियरेन्स। लानु आँट्यो आया। हो यो 8 नम्बर त जिउकै भारी रहेछ नि त। फेरि एक गोल हाल्यो भने त इक्वलाइजर हैन तर अङ्कलले सता पछाडिबाट दिएको थिएछ। दामी तिमीले त अस्ति दामी खेल्दै थिए। त्यो 7 नम्बर पाएको हैन रहेछ नि। कस ओइ कस्तो उदो हानेको। अम्बो ए हजुर मुसा बनाइदैन होला त। अस्ति झापालाई जित्ने टिमले। हैन अस्ति भन्दैको नि मैले अब एक गोल हालिहाल्छ। हेर कुदेको थियो तुफान जाँदो रहेछ। मारे 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 राइट नाउ मिजोराम 1 गोल 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 हाल्यो नि।
अम्बो दे भन्नुहोस् ए कोही त छैन अम्बो कत्रो उफ्रेको त्यो मान्छे देखिस् त औडै गरिस् नि औडै यहाँ दिपिकाले कल गर्यो नि त नेपालीमा बाँच्छ कि इङ्ग्लिसमा बाँच्छ फाइट भयो गाइस फाइट पर सो गाइस रेड कार्ड ला दुईजनाले पायो राम्रो गाइस दुईटै टिमलाई रेड गो आउट भन्दैछ अम्पायरले अलिक सेफ खेल्यो यसो अम्पायरले अलिक सेफ खेल्यो ठिकै हो त्यो बाटो भएर आयो खै पनि केही मिलायो पनि मान्छेहरू झन् गाइस यहाँ पुरा कन्ट्रोभर्सी भइरहेको छ राइट नाउ अनि यहाँ क्यान्सल गर्नुपर्छ यस्तो टिमहरू रेफ्री पड्का चुपचाप बोलायो यस्तो गर्छ नि ला कोचलाई रेड कार्ड दिइहाल्यो नि दिनु पऱ्यो नि यस्तै क्राउड चाहिरहेको थियो टिक्कै सो गाइस कर्नर किक फ्रम मिजोरम द स्कोर इज राइट नाउ स्कोर इज 1-0 मिजोको 1 Oh guys, it was really nice try from Mizoram. Filipino have been given a chance. So guys, oh my god. Mama कस्तो हान्ने गयो जस्तो हेर्न यिनीहरू दामी आम्मामा कस्तो कहाँको बल दामी हैन टक टक अब हेर्न तीको ती छेकेर लाग्यो एक गोल लगाइदे भित्तामा यहाँ माथि ला तर कसम यहाँ माथि ल राम्रो 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 ओए ओए त्यो 7 नम्बर कस्तो पुग्छ हेर्न पुरा ठिकै हो ओ भाइ ला त्यसलाई दियो फेरि पास At player of the tournament, player of the match trophy. सो गाइस मिजोरमले चाहिँ जितिसकेको छ सो मिजोरमको टिम चाहिँ सेमी फाइनलमा एन्टर छ अनि चाहिँ ब्रदरहुड एफसी चाहिँ हारिसकेको छ सिक्किम सो थ्याङ्क्स फर वाचिङ द भिडियोज एन्ड मेक स्योर टु सब्सक्राइब इट लाइक इट हो सो अर्को नेक्स्ट म्याच चाहिँ म अर्कै भिडियोमा हाल्नेछु बाई गाइज